यो साइड चाहिँ मेरो विराट चोक 40 नम्बर रोड हो तल क्याम्पस पछाडि क्याम्पस सामुन्नेको बाटो तल जाने हो हरेछ मोडबाट गेट 40 नम्बर रोडमा पर्छ र यो एकतले घर हो सिडी बाहिरको यो सिडी पुग्दैछु मैले हैन र एकतले सिडी तल माथि बाहिर बरन्डाको हो अनि तपाईको चाहिँ बाहिर भित्रको सिडी यहाँबाट देखिरहेछ हैन भित्र सिटिङ रुममा पुरै ग्लोसी टाइल ग्लेसियर टल्किन टाइल हालेछ र किचनको यो दुईपट्टि गालामा बुटा राख्दैछ हैन हाइट माथिसम्म ग्रेनाइटहरु पुरै अनि मुनि ग्रे कलरको टाइल छ सिटिङ रुम अब सेतो कलरको छ हैन सिडी हो रेजरमा सिडीको रेजर ठाडोमा चाहिँ सेतो र सेतो टाली 2x4 को र ग्रेनाइट लगाएको छ ढाबमा स्टेपमा स्कटिङ माथि 4 सेन्टीको डिप लगाएको छु है भित्र बाथरुम हो यो अनि साइडमा चाहिँ बेसिन लगाइहालेको हो टाइल त्यो माथिपट्टि माथिल्लो तला जाउँ हैन अब यस्तो दामी गरिदिएको छु मैले हैन 40 नम्बर रोडमा है यो चाहिँ भित्र 40 नम्बर रोड भित्र एकतले घर हो अनि माथिल्लो बाथरुम हो यो बेसिन राख्ने हो बिचमा भाइ यस्तो छ है काम